आदरणीय महानुभावहरू मन्तव्यको क्रम अगाडि जोड्दै म अध्यक्ष एमिरेट्स नेपाल उद्योग परिसङ्घका श्री विनोद कुमार चौधरीज्यूलाई आमन्त्रण गर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू, मञ्चमा आसीन पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष श्री केपी ओलीज्यू, माननीय श्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री एवं अध्यक्ष माओवादी पार्टी, एफएनसीसीआई का अध्यक्ष भवानी राणाज्यू, सभापति यस सभा का सभापति एवं सीएनआई का अध्यक्ष मेरा मित्र हरि शर्मा जी, पूर्व अध्यक्ष नरेन्द्र बस्नेत ज्यू, दर्शक दीर्घामा आसीन थुप्रै विशिष्ट महानुभावहरू र पत्रकार मित्रहरू, हामी आज 14 वर्षका भयौं। यो 14 वर्षको यात्रा निश्चय पनि सजिलो थिएन। हामीले यो संस्था सुरु गर्दाखेरि धेरै प्रकारका अवरोधहरूको सामना गर्नु पर्यो, तर हामी आफ्नो बाटो आफ्नो दिशामा अडेर बस्यौं। मलाई लाग्छ कि आज त्यसैको फलस्वरूप यो अत्यन्त महत्त्वपूर्ण घडीमा समृद्धिका लागि लगानी र विकास जस्तो उद्देश्य बोकेर सृजना गरिएको यो मञ्चमा राष्ट्रका तीनै प्रमुख प्रधानमन्त्रीज्यू लगायत राष्ट्रका तीनै प्रमुख पार्टी जसको काँधमा अबको नयाँ नेपाल निर्माण गर्ने जिम्मेदारी जनताले सुम्पेका छन्। भर्खरै सम्पन्न भएको स्थानीय निकाय निर्वाचनको रिजल्टले समेत त्यो कुरालाई औपचारिक रूपमा स्थापित गरेको छ। तिनको एकै मञ्चमा उपस्थिति र कुनै बेलामा कता कता फरक दिशामा हिँडेका पो हुन् कि भन्ने जस्तो लाग्ने एफएनसीसीआई र सीएनआई को नेतृत्वको पनि एउटै मञ्चको उपस्थिति, मलाई लाग्छ कि यो अत्यन्तै सुखद र महत्त्वपूर्ण घडी र सन्देश पनि हो। म सम्झना गर्छु, मेरो पहिलो आग्रह, हामी वर्षैभरि विभिन्न राजनीतिक महत्त्वका कुराहरू पढ्ने गर्छौँ। प्रधानमन्त्रीज्यू, आदरणीय पूर्व प्रधानमन्त्रीज्यूहरू पेपरका माध्यमबाट नहरबडाइकन मेरो आग्रह छ, आज तपाईहरु नहरबडाउनु होला। हाम्रो कुरा सुन्ने क्रममा वर्षमा एकचोटि हामीले मौका पाउँछौँ हाम्रा निजी क्षेत्रका हाम्रा चाहना, हाम्रा आकांक्षा, हाम्रा सपनाहरूका बारेमा यहाँहरुसँग कुरा राख्नका लागि। म अध्यक्ष हुँदाखेरि त मैले कयौं पटक अनुरोध गरेँ कि महिनामा कमसेकम एक दिन निकाल्नुहोस्, 1 घण्टा निजी क्षेत्रको लागि। ब्रेकफास्ट खुवाउनु सक्नुहुन्छ भने, होइन भने लन्च खुवाउनुहोस्, त्यो झनै राम्रो। निजी क्षेत्रका नेताहरूलाई बोलाएर सुन्नुहोस् के भइरहेछ देशमा। मन्त्रीका कुरा र कर्मचारीका कुरा त तपाईहरु दैनिक सुन्नुहुन्छ। मलाई लाग्छ that will be a time very well invested and it will help our mission। म आज यो मञ्चमा उभिएर कुरा गर्दा म 2048 साललाई सम्झिरहेको छु। 2046 साल पछिको त्यो ऐतिहासिक परिवर्तन पछि 2038 साल ताका एउटा अभूतपूर्व प्रकारको चाहिँ गतिमा राष्ट्र अगाडि बढेको जस्तो अनुभूति भएको थियो। अहिले जस्तै 7.3% को ग्रोथ, 81 एक्सपोर्ट डबल भएको थियो, रेभिन्यू डबल भएको थियो। त्यही बेलामा भारतसँगका पुराना गतिरोधहरू हटेपछि जुन नयाँ एउटा ट्रिटी गरियो त्यसको फलस्वरूप नेपालमा डाबर, लिभर जस्ता कारखानाहरू स्थापना हुने एउटा लहरै चलेको थियो। यदि त्यो प्रोसेसमा निजी क्षेत्र र सरकारको बहुत गहिरो हातेमालो थियो। संयोगवश एफएनसीसीआई को अध्यक्षको भूमिका मैले त्यो बेलामा निभाउने मौका पाएको थिएँ। कसरी सरकार अगाडि बढिरहेको थियो, कसरी सारा विश्वले त्यो बेलाको सरकारलाई र निजी क्षेत्रलाई सघाउन खोजिरहेको थियो, त्यसको म प्रत्यक्ष दर्शी मात्र नभइकन त्यसको म एउटा पात्र थिएँ।
तर 1-1.5 वर्ष बित्दै राजनीतिले आफ्नो बाटो बिरायो। त्यसपछि निरन्तर कहिले नरोकिने राजनीतिक उथलपुथलको फलस्वरूप गत 26 वर्षमा हामीले 25 वटा सरकार र गत 10 वर्षमा त 10 सरकार नै भोग्ने नियति राष्ट्रले। तर त्यसका बावजुद पनि नेपाली जनताको एउटा इन्हेरेन्ट भित्रको चाहिँ विकासप्रतिको चाहना, नेपाललाई माया गर्ने विभिन्न निकायहरू राष्ट्रहरूको नेपालप्रतिको समर्थन र राजनीतिक पार्टीका पनि सबलाई आफ्नो आफ्नो अंशको सही भाग दिनुपर्दछ। यो परिवर्तनका बावजुद पनि यो राजनीतिक प्रक्रियालाई एउटा चाहिँ फर्मल च्यानलमा माओवादीको युद्ध लगायतलाई म्यानेज गरेर यो ठाउँमा पुर्याउन सक्दा त्यसका प्रशस्तै सकारात्मक सङ्केतहरू अहिले आएर देखिन थालेका छन्। त त्यस अर्थमा कता कता फेरि त्यो 48 सालको परिस्थिति फेरि बल्झिएको हो कि जस्तो अनुभूति हामीलाई हुन्छ। मभन्दा पहिला बोल्ने मेरा अध्यक्ष FNCCI का अध्यक्षले समेत पनि त्यही कुराको इन्डिकेट गर्नुभयो। अहिले नेपाल विश्वको अत्यन्त तीव्र गतिमा विकासको बाटोमा ग्रोथमा अगाडि बढिरहेको 3टा मुलुकमध्ये एउटा परेको छ। आज डेभलपमेन्टका यदि हामीले कुरा गर्ने हो भने यो भर्खरै सम्पन्न भएको यो निर्वाचनकै दौरानमा, निर्वाचनको क्रममा र निर्वाचन भइसकेपछि जुन प्रकारका सङ्केतहरू हामी स्थानीय तहबाट देख्न थालेका छौँ, कता कता चाहिँ यी निर्वाचित यो नयाँ जोस र जाँगर यो 20 वर्षपछि जनताको हातमा पावर र जनताको हातमा राष्ट्रले प्रदान गरेको स्रोत आउँदाखेरि कता कता चाहिँ एउटा डेभलपमेन्टको लङ रेसको पो प्रारम्भ भएको हो कि जस्तो पनि अनुभूति। सबले स्मार्ट सिटीका कुरा गर्न थालेका छन्। म यो आफ्नो क्षेत्रमा यो गर्छु, ऊ क्षेत्रमा यो गर्छु, यो बनाउँछु र अब त अहिलेको संविधानले जुन अधिकार प्रदान गरेको छ ती निकायहरूलाई उनीहरूले कम्प्लेन गर्ने ठाउँ पनि छैन। स्थानीय निकायहरूको सञ्चालन समेत गर्ने अधिकार सम्पन्न अहिलेको निर्वाचित जो चाहिँ समाज र अब त्यसलाई झन् थप राज्यको निर्वाचन जुन होपफुली नेक्स्ट 4-5 महिनाको दौरानमा होला नै र त्यसपछिको संसदको निर्वाचनले झन् एउटा ठुलो छाप लगाउनेवाला छ। तर अहिले आएको यो जोसलाई, अहिलेको यो देखिएको यो एक प्रकारको विकासप्रतिको चाहिँ यो भनौँ न कता कता चाहिँ 48 सालपछि थाँतिरहेको यो जनताको सहभागितालाई र जनताले अहिले देखाएको यो अभूतपूर्व जोसलाई यदि सङ्गठित ढङ्गले पार्टीहरूले, राजनीतिको नामै प्रतिस्पर्धा हो, यो कुरा हामीले राम्रोसँग बुझेका छौँ प्रधानमन्त्रीज्यू, र प्रतिस्पर्धा हुनु पनि पर्दछ। तर यो विकासको मुद्दामा, डेभलपमेन्टका मुद्दामा अहिले यो 25 वर्षको यो तीव्र यो 25 वर्षका यी परिवर्तनका बावजुद मैले अघि पनि इन्डिकेट गरेँ, अघि साथीहरूले चाहिँ औद्योगिक क्षेत्रका कुरा गर्नु, 7वटा विकास क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भइसकेको छ। अघि एउटा साथीले भन्नुभयो 50 करोड रुपियाँ समेत हाम्रो खातामा पुगिसकेको छ। 2टा ठाउँमा 2टा स्टेटमा त औद्योगिक क्षेत्र चाहिँ यो स्थापना गर्नका लागि जग्गा समेत पास भइसकेको छ। 3000 मेगावाट भन्दा बढ्ता पावर प्रोजेक्ट्सहरूमा PPA साइन भइसकेको छ र 2300 भन्दा बढ्ता मेगावाटका पावर प्रोजेक्ट्सहरू अहिले कन्स्ट्रक्सनमा छन्। बुटवलदेखि लिएर पूर्वाञ्चलको वीरगञ्जको ICP को अगाडिको त्यो 6 लेनको बाटो हेर्दाखेरि, बुटवल, नेपालगञ्ज र सिमरा जस्ता ठाउँमा समेत खुलेका 5 स्टार होटेलहरू हेर्दाखेरि, बिहार र UPबाट चाहिँ आफ्नो बिहाबारी व्रतबन्ध मनाउनका लागि चाहिँ एनिभर्सरी मनाउनका लागि आउने जनताको त्यो ओइरो हेर्दाखेरि कता कता हामीले त्यो बेलामा सपना गरेको नेपाल त अहिले पो सतहमा देखिनेछ। नेपाल सिमेन्टको क्षेत्रमा सेल्फ सफिसियन्ट हुने बाटोमा अगाडि बढिरहेको छ। म लामो लिस्ट यहाँहरूलाई भन्न सक्छु विकासका कति परियोजनाहरू चाहिँ विभिन्न तहमा, स्पेशल इकोनोमिक जोन्सको कुरा गरौँ कि 3 ठाउँमा रेलवे लिङ्क इस्ट टु फार वेस्टका अलग अलग चरणका कामहरू भइरहेका छन्। नयाँ रिङ रोड बन्ने क्रममा छ। 10 भन्दा बढी 5 स्टार होटेलहरू बन्दैछन्। तर यी सबै एकातिर हामी तस्बिर हेर्छौँ भने अर्कोतर्फ मुगलिङको बाटो 2 वर्षमा हामीले बनाउन नसक्दाखेरि वा कलङ्कीको
कलम्कीको चाहिँ विडम्बनापूर्ण स्थिति हेर्दाखेरि रिङ रोडको बाटोमा मोटर गुडाउँदाखेरि बाक्का अफिसबाट कार्यालय मलाई लाग्छ त्यही बाटोमा प्रधानमन्त्रीज्यूहरू पनि हिँड्नुहुन्छ 5 वटा अगाडि पछाडि भए पनि ट्राफिक त्यही नै हो प्रधानमन्त्रीज्यू। अब यदि निरन्तर चाहिँ लिडरसिपको बावजुद त्यो निरन्तर लिडरसिप मैले कुन अर्थमा भनेको भने 26 वर्षमा 25 वटा सरकार चेन्ज भयो भने कसैले पनि चाहेर पनि त्यो निरन्तरता दिन सकेन र तपाईहरुको यदि भूमिका कुनै न कुनै रूपमा नभएको भए पनि यी विकासका योजनाहरू अगाडि तेर्सिने थिएनन् र अलग अलग चरणमा यी विकासका कुराहरू यसरी अगाडि बढेको हामीले देख्न पाउने थिएनौं। चाहे त्यो फास्ट ट्र्याकको रोडको कुरा होस् जुन अहिले भर्खरै आर्मीलाई जिम्मा दिएको छ, सुरुङ मार्गको कुरा होस्, तीनटा त इन्टरनेसनल एयरपोर्ट बन्दैछन्, पोखरामा पनि बुटवलमा पनि, निजगढको टेन्डर हुने बाटोमा छ। यदि यसलाई साँच्चीकै संगठित रूपमा तपाईहरुले यो देशका प्रमुख पार्टीहरूले यदि यसलाई एक पुस दिनुभयो भने यो जुन काम 25 वर्षमा भयो 5 वर्षमा हुन सक्छ। मेरो आग्रह प्रधानमन्त्रीज्यू, म धेरै लामो कुरा नगरिकन किन हामी सबैजना व्याकुल छौं यहाँहरुका कुरा सुन्नका लागि, यहाँहरुको यो प्रतिबद्धता सुन्नका लागि र यो 25 वर्षमा चाहिँ जुन किसिमको स्थिति भयो त्यो हामी आउन दिन्नौं भन्ने कुराको एउटा चाहिँ सार्वजनिक उद्घोषका लागि अबको यो 25 वर्षमा राष्ट्रले हासिल गरेको काम सायद हामीले भोगेका ती नियतिहरू नभोगेको भए सायद 5 वर्षमा हुन्थ्यो होला। त्यसैले अब हामीसँग समय कम छ, 5 वर्षमा गरेर देखाउँछु भन्ने कुराको प्रतिबद्धता सुन्नका लागि त म यति नै भन्न चाहन्छु प्रधानमन्त्रीज्यू र आदरणीय पूर्व प्रधानमन्त्रीज्यूहरू, यहाँहरुको उपस्थितिलाई हामीले सारै नै एउटा महत्त्वपूर्ण ठोस एउटा पब्लिक स्टेटमेन्टका रूपमा लिएका छौं कि हामी विकासका नाममा, विकासको एजेन्डामा, समृद्धिको एजेन्डामा हामी एक ठाउँमा उभिन्छौं। हाम्रा पर्याप्त विरोधहरूका बावजुद, कम्पिटिसन र प्रतिस्पर्धाका बावजुद म आग्रह गर्न चाहन्छु प्रधानमन्त्रीज्यू कि यस्तो बाटो निकाल्नुहोस्। चुनाव भने चाहिँ नि तलमाथि भइराख्ने चिज हो, कहिले को माथि कहिले को तल, तर यो प्रक्रिया अवरुद्ध नहोस्, यो प्रक्रिया यसरी नै अगाडि बढोस्। निजी क्षेत्रका संस्थाहरू, आज प्रधानमन्त्रीज्यूले मलाई एउटा कुरा सोध्नुभयो अघि ती बस्दै कि उनले के कालो कानुनको कुरा गरेको भनेर, म अलिकति त्यो प्रश्नाइदिउँ है। मैले भने के भने नेपालका अधिकांश कानुनहरूको तर्जुमा कसरी गरिया हुन्छ प्रधानमन्त्रीज्यू भने उद्योगपति व्यापारी जति चोर र त्यो कानुन बनाउने र त्यो कानुनलाई प्रयोग गरेर उठाउनेहरू जति इमानदार भन्ने मानसिकताबाट अब रोजै देखिने विभिन्न घटनाक्रम यदि हेर्ने हो भने को चोर को, त्यो त प्रश्न छ प्रधानमन्त्रीज्यू। त्यही काला कानुनको कुरो हरिजीले गर्नुभएको हो कि जस्तो मलाई लाग्छ। त्यसैले सबभन्दा पहिला त हामीले त्यो मानसिकता बदलौं कि यो जमात जसको 70% लगानीले गर्दाखेरि मुलुकको यो आजको आर्थिक वृद्धि दर भएको छ हैन, त्यसमा केही अपवाद होलान्। जसरी ती अपवादहरू राजनीतिमा पनि छन्, ती अपवादहरू ब्युरोक्रेसीमा पनि छन्। त्यसलाई जेनरलाइज गरेर हेर्ने प्रवृत्तिलाई हामीले त्याग्नै पर्दछ र एउटा सकारात्मक सोचको धरातलमा उभिएर हामीले एउटा पोजिटिभ ग्रोथ ओरिएन्टेड चाहिँ एउटा चाहिँ इकोनोमिक र चाहिँ एउटा लिगल रिजिमको चाहिँ निर्माण गर्नुपर्दछ। अघि मैले स्थानीय निकायको जोश र चाहिँ एउटा नयाँदेखि अब यो विकासप्रतिको एउटा ठुलो चाहिँ एउटा पोजिटिभ कम्पिटिटिभ भावनाको मैले कुरा गरेँ। मलाई लाग्छ कि प्रधानमन्त्रीज्यू, आदरणीय अध्यक्षज्यूहरू, अहिले तपाईहरुको अगाडि पनि र हाम्रो अगाडि पनि एउटा अर्को अत्यन्तै महत्त्वपूर्ण एजेन्डा के थपिएको छ भने यो 7 वटा स्टेटलाई कसरी बिजनेस फ्रेन्डली बनाउने, कसरी लगानी फ्रेन्डली बनाउने। अहिले कहीँ कता चाहिँ एउटा न्यू ब्रिड अफ ट्याक्स कलेक्टरहरू त जन्माएका छैनौँ हामीले निर्वाचनको माध्यमबाट भन्ने डर र भोलिको जस्तो हिजोको जस्तै फेरि चुङ्गीकर र खेलकुद जस्तो किसिमको परिस्थितिमा जनता फेरि उद्योगपति व्यापारी फेरि सडकमा उभिनु पर्यो त होइन भन्ने किसिमको डरले हामीलाई खान थालिसकेको छ। त त्यसलाई त्यो भन्छ नि रेन गर्ने, तिनीहरूलाई कन्ट्रोल गर्ने प्रधानमन्त्रीज्यूहरूको पनि, पार्टीका अध्यक्षज्यूहरूको पनि जिम्मेदारी हो भने हाम्रो पनि जिम्मेदारी हो कि उहाँहरूसँग सहकार्य गरेर उहाँहरूलाई हामीले कसरी बिजनेस फ्रेन्डली बनाउने। किन उहाँहरू पनि एउटा विकासको चाहना लिएर आउनु भएको छ, आफ्नो क्षेत्रमा केही गर्छु भनेर बाचा गरेर आउनु भएको छ, उहाँहरूलाई पनि रिसोर्स चाहिएको छ।
त त्यो रिसोर्स स्टेटले दिने रिसोर्सका बावजुद ग्रोइङ बिजनेसको ग्रोथबाट बिजनेस इकोनोमिक क्रियाकलापको ग्रोथबाट त्यो उनीहरूको चाहिँ नि त्यो विकासप्रतिको चाहनालाई सघाउ पुर्याउने काममा हामीले पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ प्रधानमन्त्रीज्यू, र हामी त्यो भूमिकाप्रति चाहिँ सजग छौँ। म यति नै भनिकन पुनः एकचोटि धन्यवाद दिँदै अध्यक्षज्यू यहाँको सम्पन्न यो कार्य चाहिँ यो वर्षका लागि समेत बधाई दिँदै बिदा हुन चाहन्छु। नमस्कार। धेरै धन्यवाद।